I'm angry. 12 बजे हामी भक्तपुरबाट हिँड्दैछौँ. I'm angry. भक्तपुर 11 o'clock. Destination I'm angry. हामी चाहिँ गण्डामा चाहिँ धुलीखेलको जिप लाइनमा आइपुग्यो. गाइस यो रोड चाहिँ 1 वर्षमा पनि जस्ताको तस्तै थियो. हामी पोहोर साल आउँदा पनि यस्तै थियो. अहिले पनि यस्तै. जिप लाइन यता तल रहेछ. म यता गर्छु. गरिसक्नु कसो गर्ने अब. हामी चाहिँ 0 किलोमिटर भन्ने चोकमा आइपुग्यो. यतादेखि चाहिँ सुकुरे जान्छ. अब हामी चाहिँ यता जाने हो. अझै कति छ 50 60 70 80 90 अझ 40 आधी भयो क्या भर्खर आधी. 4 घन्टा रहेछ. अब यहाँदेखि 2 हो अरे नि त. हामी चाहिँ 2 बज्न आँटेछ. मेलन्ची आइपुग्यो गाइज. के छ त सबैले? ठिक छ. ठिक छ हजुर. अब हामी चाहिँ यो डाँडा चल्दै नागेर जानुपर्छ. यो चाहिँ खोला बस्ती बाढीले घर पुरेको यही रहेछ. रिसोर्ट मेलन्ची रिभर रिसोर्ट. कति ताला पुरेको त मुनि अर्को ताला रहेछ है. हेर्नु न यो चाहिँ झर्डुङ्गे पुल. 11 12 1 2 3 घन्टामा चाहिँ हामी यहाँ आइपुग्यो काठमाडौँबाट. दामी दामी खोला यता सानैदेखि खोला यता सक्यो. हजुर पक्कीको पानी अन्त आयो 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 आयो. खतरो के खेलाडी टङटङ टङ टङ टङ. गाइस यहाँ झर्ना पनि रहेछ. कस्तो राम्रो. यहीँ फेरौँ क्या. यस्तो बाटो छ ढुङ्गाको. बाटो एकदम राम्रो छ गाइस. ठाउँ ठाउँमा चाहिँ यस्तो दामी दामी बाटो छ. आइपुग्यो हामी बगरै बगर. यस्तो उकालो. हामी चाहिँ घ्याडलुङ पुल आइपुग्यो. घ्याडलुङ पुल आइपुग्यो. कस्तो छ दिदी? गो घ्याडलुङ सुन्नु भएको होइन? घ्याडलुङ जस यत्रो आयौँ हामी. के भन्छ टोइलेट गर्नु पाएन यत्रो ठाउँमा हामीले. आम्मा यस्तो दामी ब्याकग्राउन्ड गाइज. आम्मा यस्तो अफ रोड बाटो रहेछ. बिच बिचमा ओर्लिँदै हिँड्नुपर्छ. अन्त आम्मा सबै पुरेको घरहरू. मेलन्ची खोला पुल आइपुग्यो. हजुर हामी कतातिर होला अब? हेर न फोटो खिच न. खोइ है रातो पुल दियो रहेछ होइन यो चाहिँ. कताबाट जान्छ त्यहाँ हेर त. यहाँ पुलमा मेलन्ची 12.2 किलोमिटर. यता बाटो चाहिँ कुन सजिलो होला र है? हामी चाहिँ यहाँ आइपुग्यो फाइनल्ली. यता माथि सबै बाढीले. हजुर अझै 29 किलोमिटर.
जेस बेटर टम्पर सब हाम्रो गाउँहरू स्टाइलको है धानहरू दामी दामी कस्तो रमाइलो लाग्यो त यहाँ त लेडिज हो लेडिज खिच्नु कस्तो दामी गाउँमा आइपुग्यो गाइस यहाँ चाहिँ सबै खोलाले पुरेको रहेछ घरहरू बगाएको रहेछ अनि यहाँदेखि मेलन्ची खोला पुल आइपुग्यो त्यस पछाडि यहाँ यस्तो दामी गाउँ रहेछ पोखरी नै पोखरी खतरो के खेलाडी डुङ 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 यस्तो दामी ठाउँ सबै घरहरू अस्तिको बाढीले बगाएको घरहरू रहेछ पुरेको माथिको घरहरू मैले न्युजमा देखेको यहाँ माथि त ओहो यस्तो हरी बिचुक भएको रहेछ अब हामी चाहिँ एकदम खतरोकै खेल्दाखेरि त्यही भएर तार्नु पर्ने छ भनेको त धन्दा मुनि रहेछ पानी आँखाले देख्नु पायो यस्तो बिचक भयो यस्तो भित्र घर सबै कहिले कहिले कस्तो मिठो बास्न आउने सुन्छौ कस्तो मिठो बास्न होइन छु अन्त भनेको चुङ्गे तु चाहिँ झर्ना बाप्रे 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 बाटो यस्तै मात्र छ 3 घण्टा भयो होला हामी त यस्तो बाटोमा हिँडेको है भर्खर यहाँ आइपुग्यो अझै कति किलोमिटरहरू दिदी 9 20 किलोमिटर यहाँ देखाइरहेछ यस्तो बाटो त कति छ यसरी हामी त अब यो चट्टै काटेर जानुपर्ने गाइस रियालिटी त गाह्रो रहेछ हामी त एउटा भ्लग हेरेर आएको बाफ्रे बाफ्रे कहाँ 2 घण्टा अफरोड भन्थ्यो 5 घण्टै लाग्ने रहेछ जङ्गल यस्तो जङ्गलमा कहाँ हामी बाटो यस्तै हामी त बिजोग भयो स्कुटी नै तान्दैन ओर्लिँदै हिँडेर मेरो चाहिँ लाइफको फर्स्ट एन्ड लास्ट हो यो आमा याङ्ग्री चाहिँ म जिन्दगीमा आउँदैन आजै ट्रेकिङ भइसक्यो भोलि त झन् कसरी हिँड्ने होला हामी चाहिँ तलबाट आएको बाटो यस्तो छ नेचुरल हावा खान आएको मरिन यता तलबाट घुमेर आएको 5 बजे गएछ हामी भर्खर आइपुग्यो 11 बजे हिँडेको भक्तपुरदेखि यहाँ स्यालक टिकटक बनाउनु थाल्नु स्यालक्कै भयो म चाहिँ जिन्दगीमा आउँदिनँ यो चाहिँ फर्स्ट एन्ड लास्ट हो
3 घण्टा हिँड्यौँ होला यो बाटोमा एउटा बाइक हिँडेको पनि देखिन्न एउटा गाडी हिँडेको पनि देखिन्न हामी मात्र छ बाटोमा बिचक भयो भने त मरिँदै रहेछ फेरि यहाँ त स्कुटी छोडेर गयो भने नि चोरेर पनि कसैले लाँदैन होला मान्छे नै छैन उही जाँदा कसरी लानु म त उही सक्दिनँ है केटी जाँदा कसरी लानु है सर्छ त जाँदा कसरी आयो त्यसरी अब चाहिँ डाँडा डाँडा आइपुग्यो अलिअलि 6 बज्यो अहिले हामी यहाँ आइपुग्यौँ कहाँ आइपुग्यौँ थाहा भएन अब यहाँदेखि पनि पारी काटेर जानुपर्ने होला अहिले 6 बजिसक्यो ओहो फुल कति राम्रो पेट्रोल पनि सक्यो हाम्रो आधा घन्टामा पुग्छ आधी घन्टामा बाइकमा चाहिँ पुग्न सक्छ अरे त्यो बेस क्याम्प चाहिँ होइन कहाँ अरे तार्ची ग्याङ चाहिँ होटल त्यहाँ छ अरे हामी आज बेस क्याम्प पुग्न सक्दैनौँ अरे पेट्रोल त सकिसक्यो फुल कस्तो दामी बजिसक्यो हामी चाहिँ अझै आइपुगेको छैनौँ पेट्रोल पनि सक्यो हामी पेट्रोल सोध्नु जाँदैछौँ म अझै उयो डाँडा पारी जानुपर्ने अरे बेस क्याम्प चाहिँ पेट्रोल चाहिँ के छैन हामी चाहिँ बल्ल गुम्बा अझै यहाँबाट कति टाइम लाग्यो अरे यो जङ्गलै 6 बजे चाहिँ हामी चाहिँ खै कहाँ आइपुग्यौँ यस्तो बाटो यही हो आज हामी बेस क्याम्प पुग्छ कि पुग्दैन पेट्रोल पाउँछ कि भनेर हामी आइरहेछौँ हामी चाहिँ डाँडाकै छेउछेउ आइपुग्यौँ आउनु चाहिँ पन ठाउँ यता माथि होइन रहेछ हामी उल्टो बाटो आयौँ फेरि जानु लागेको यत्तिकै रात परिसक्यो झन् अब कस्तो रात 6 भयो हामी चाहिँ उयो बगरबाट आएको बगर हुँदै पेट्रोल सबै सकेर अब यहाँ पेट्रोल छ कि भनेर हामी आएको अझै हामीलाई आधी घन्टा 1 घन्टा लाग्ने रहेछ कस्तो राम्रो गुम्बा डाँडामा हामी चाहिँ पेट्रोल पाउला जस्तो भइरहेछ थ्याङ्क गड हामीले धन्न यो 3टा बोतल पेट्रोल पायौँ 500 रुपियाँ बोतल अरे धन्न यस्तो ठाउँमा पेट्रोल पाएर अब हामी जाँदैछौँ केही मान्छे त एउटा दुबो रहेछ नि डेन्जर उयो भयो आज हामी चाहिँ तलै रहेछ रात पर्यो आधा रातमा बाटो भुलेर हामी त आधा रातमा बाटो भुलेर सेतो लाली गुराँस ओइ डराइ चाहिँ बल्ल आइपुग्यौँ हामी होटल याङ्ग्री हजुर पर्खिनु न सोल तिमीलाई म सक्दिनँ है साँझ पाउनु पर्छ यङ छ सुनचन्द्र चाहिँ मान्छे भेट्नु त यहाँ त हिरा भेटेको बराबर रहेछ
यतिकै बसौँ न एकछिन मलाई लाग्छ नि। हाम्रो रुम 3वटा बेड रहेछ, टोयलेट बाथरुम। बाफ्रे फर्स्ट एन्ड लाइफ फर्स्ट एन्ड लाइफ फर्स्ट एन्ड लास्ट फर्स्ट एन्ड लास्ट बाबा खाना खानु रेडी देश क्याम्पसम्म बाइक लानुहुन्छ भाइ वेलकम ड्रिङ्क्स चेयर्स थोरै खानुभएछ गाई जानु कुकुरी मायाङ्ग्रीको मेलामा मेलाइको हाम्रो खाना रेडी सुकुटीको झोल चाटीको दिदी चाटी अब हामी चाहिँ 8:30 भयो होला है कति बज्यो बल्ल बल्ल गुड मर्निङ गाइस एक पाती मेरो गरेर भर्खर उठेको म पनि देखिन हाम्रो होटलको भ्यू यस्तो छ यहाँ चाहिँ बस स्टेसन यहीँ रहेछ एउटा बस पाउने रहेछ आज गएर फेरि एउटा आज बेलुका आउने रहेछ अनि भोलि एउटा जाने रहेछ बाटो त यस्तै हो गाइस गयो बस यो चाहिँ हाम्रो होटलदेखि देखिने बिहानको मर्निङ भ्यू हिमाल चाहिँ यस्तो नजिक देखिँदो रहेछ खुकुरीराम बिहान बिहान जाडामा भइहाल्दा नि अब हाम चलेको बेस क्याम्पतिर अब यो साग त बारी होइन रहेछ भित्तामा पो रहेछ दिदी म चाहिँ होटलदेखि बेस क्याम्प जाने ड्राइभ गर्दैछु यता आउँदैन छ दिदीहरू यहाँदेखि चाहिँ बेस क्याम्प जाने बाटो रहेछ ढुङ्गाले छापेको लाली गुटासहरू पनि अलिअलि देखिरहेछ व्हाइट कलरको हामी बसेको होटल चाहिँ यता यो हो अब हामी चाहिँ यता माथि डाँडा पुग्नुपर्ने ओहो सुनसान अगाडि यस्तो छ जङ्गलै जङ्गल माथि डाँडाको टुप्पीमा पुग्ने होला माथिको उति डिफिकल्ट बाटो चाहिँ यस्तो छ गाडीको लागि चाहिँ राम्रो छ स्कुटीको लागि त बाबरे राम्रो छ गाइस एकदम यहाँ चाहिँ अङ्कल बाटो यस्तै हो माथिसम्म यो भन्दा बिग्रेको यो त गएन हिजो बडा ठेल्नु पर्यो नलानु कहाँ छोड्दा उहाँ छोड्दा मिल्छ यही तल छोडेको जाँदैन यो बाटो सुन्दर यस्तै छ अरे त्यही भएर हामी चाहिँ यहाँदेखि ब्याक टु होटल ब्रेक लगाऊ दुइटैले सता त्यहाँ पुगेपछि त ठिकै हुन्छ यस्तो बाटो थियो यो लडेर अघि माछा मारिहाली त्यही त हुने हो ए म त ला साह्रो लडिस होला भनेर पिर लागेर अब त्यहाँदेखि त सजिलो छ ल गुड
भेरी गुड त्यहाँदेखि सजिलो यो चक्का चिप्ल्यो यहाँ चिप्ल्यो स्कुटर लानु सक्छु भन्छ साथीहरू खोइ त नि के एरिया अरे मेडिटेसन ए गुम्बा रहेछ यहाँ पनि झुट बोल्ने यस्तो बाटो राम्रो छ भनेर को यस्तो झुट बोल्ने यसको डक्टर लाने जसरी लाने भनेको होइन लाने हिमाल चाहिँ त्यहाँ छ होइन लगभग कति छोपिसकेको छ यो कालो डाँडादेखि माथि जाने हो हामी चाहिँ माछा मारेपछि त बोल्नै छोड्यो कोही मान्छे थिए त अघि एउटा अङ्कलले चाहिँ हामीलाई बाटो यता है भनेर देखाउनु भयो हिमाल आमा याङ्ग्री त्यहाँ छ होटल लेखेको 1 घन्टाकै यात्रामा हामी गोठमा पुग्यो होटलकै गोठ कहिले पुग्ने हो र छोडिदिएको केही हुँदैन होला नि जान्थ्यो कस्तो अप्ठ्यारो छ भन्नु अङ्कलले ए त्यहाँ तल त्यो घर भएकोमा छोडिदिएको के हुँदैन नि है त्यो गुम्बा जस्तो छ नि होटल घर त्यो गिटी बाटोको छेउको हेलो हुन्छ अलि यहाँनिर भालुहरू बाघहरू आउँदैन ए हुन्छ धन्यवाद यस्तो बाटो हिँड्नु परेछ जङ्गलको बिचमा जङ्गली भाषै बोल्नु पर्यो तिर्सिबले पिल्सेर त टिस्युले पुसे कि कतिचोटि मैले अनि पिल्सेछ क्या जिन्दगी कहिले हाँस चल्नु धेरै बेर बस्नु हुँदैन त्यतिको बसाइ लाग्छ हिँड ओइ त्यो विकासले त्यो अर्को विकास कि के भन्नेले अर्को नेसनल फ्लावर केदेनलाई यो राम्रो हुन्छ अर्किडमा अरूमा त काठमकीको बाटैभरि लाली गुराँस फुलेको हुन्छ रोड त तिम्रो क्याप अलिक मिलाएर लगाऊ है केटी भिडियोमा
हुँदैन हुने भाइहरू होइन यति गर्दै हुनु पर्यो है गाइस साढे 2 घन्टाको यात्रा पछाडि हामी फाइनली बेस क्याम्प आइपुग्यो पानी पनि ढुक्क पर्यो ठ्याक्कै आइपुग्यो बाफ्रे बाफ्रे फाइनली आइपुग्यो पानी पनि पर्यो यो चाहिँ रोडको बाटो ट्रेन बेस क्याम्प आमायाङ बेस क्याम्प बेस क्याम्प ठ्याक्कै पानी पर्यो हामी आइपुगेर लालडीको रहेछ चाहिँ पछाडि चाहिँ यस्तो हुसिरो चाहिँ अब हामी देखिँदैन जस्तो छ यस्तै पाउने रहेछ यहाँ चाहिँ बस्नु पाउने रुमहरू के पाउँछ सोध्नु पाउँछ र दुईटा लैजाउँ ल आमामा हेर्दै हेर्दै बादल चढी उडी उडी अचार खाँदै माथिको अहिले त दामी कुहिरो गएछ हौ है आमामा त्यहाँ पुग्नु पर्ने बाफ्रे बाफ हेर्दै यस्तो त माथि रहेछ माथि पुग्न सक्यौँ अनि यहीँ बसेको बेस क्याम्पमै पानी परेर आगो बाल्नु लागि अब जाडो छ अब्बर बाफ्रे 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 बेस क्याम्प के जानु सक्नु बेस क्याम्पमा त जानु सके बेस क्याम्प अरे आमा यहाँ त पुगिँदैन रहेछ हामी त बेस क्याम्पमै आज आइपुग्यौँ हेरेर 1 घन्टा भन्दै हुन्थ्यो हामीलाई त 3 घन्टै लाग्यो होला हिँडेर आउँदा हामी आउँदा त बादलले केही देखिँदो रहेछ हिमाल अनि हामी बेस क्याम्पमा बसेर बिहान मात्र देखिँदो रहेछ त्यहाँको भ्यू चाहिँ राम्रो अहिले त पानी परिरहेछ बेस क्याम्पमा त खाँदै बसेको मेरो त भने पनि नभने पनि केही पनि हुँदैन खोयाए भइहाल्छ मेरो कुखुराहरूमा त बिजो हुन्छ होला अरू केही पनि हुँदैन कुरा पनि बाल्नुपर्छ अन्डा पार्छ पानी परेर हामी त हुनुपर्छ गाइज हेर्नु यस्तो पानीमा हेर्नुहोस् यहाँ हाम्रो गाइजहरू चाहिँ हामी चाहिँ माथि डाँडामा जानुपर्ने हो भोलि बिहान जाने आमामामामा वाह यस्तो दामी भयो माथि हेर्नुहोस् चौरी गाई चल्ने नि एक नजर यता फर्काउनु न वाह 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 यस्तो बालेर आउनु भएछ थरी थरीको छ क्या फेरि थरी थरी बेस क्याम्प चाहिँ यही रहेछ है आमा क्याम्प क्याम्पै माथिको डाँडाको चुचुरोमा हेर्दै जानुपर्ने चौरी गाई यहाँ माथि चाहिँ जानुपर्ने हुन्छ हामी हो माथि डाँडाको थुप्पामा लाली गुराँस सबै फुलिरहेछ सेतो खालको प्रायः पाउने रहेछ यहाँ चाहिँ रातो चाहिँ पाउँदैन रहेछ 3-0 पाउने जस्तो चाहिँ यहाँ दिदी बसिराख्नु भएको छ
5 बजेको बिउ डाँडा सबै छुपेछ बादलले के बनाउनु होला चटपटी खाइ हजुर हामी चाहिँ त्यही फर्केर बिहानको 3:11 चाहिँ अब हामी आमा याङ्ग्रीको टुप्पोमा जानलाई जुत्ता लाउँदै यो हाम्रो टेन्टबाट चाहिँ टेन्ट भन्दैन क्याम्प हाउसबाट चाहिँ अब हाम्रो आजको यो ए बल्यो त लाठीहरू छुट्छ है हाम्रो लाठी अब चल्यो चले ए यो कसो फोन रेडी टु गो भएर आज चाहिँ हामी चाहिँ राति नै बिहान नै उठेर चहल पहल बढ्दो चहल पहल है दिदी आमा माथि कालो जङ्गल माथि जानुपर्ने ल अन्धकारमा म चाहिँ यहाँ टोइलेटमा साथै रुँदैछु यहाँ बत्ती बालेर रातिको 3 बजेर कति मिनट भर्खर आमा यस्तो अन्धकारमा क्याम्प फायर हो रातिको कति बजे दिदी टाइम देखाउनु 3:26 अरू बेला उठ्टिन्छ आज त एक छिमेक पनि सुतेको छैन हामीले त केही देख्दैन अन्धकार हेर्नु एकचोटि सुते छैन आज त ल अब एकछिन आएको त पनि हामी चल्ने के दुवा अब एकछिन ल पानी तताउँदैछौँ हामीले क्याम्प फायर आमा जागर चाहिँ चलेकै हो जस लड्की बडी अन्जाना हामी 3 बजेर 3:30 बजी हिँडेको है भन्नु 5 बज्यो कस्तो लाग्दैछ दिदी 5 बजे राम्रै लाग्दैछ 5 बजे राम्रै लाग्दैछ अरे दिदी तपाईँलाई कस्तो लाग्दैछ मलाई ओ माय गॉड 5 बजे नि यस्तो हुन्छ भनेर लाग्छ यता माथि पुग्नु हेर्दैछु त्यता रहेछ नि त होटल फेरि ए हामी त्यहाँ बसेको त्यसको मुनि कता हो कता हामी त हाइकिङ गरेर यताबाट हिँड्दै है तल बसेको हामी चाहिँ यहाँ कता यहाँ बसेको हामी के हो रोडको बाटो चाहिँ त्यो भेट्दो रहेछ क्या त्यहाँबाट पनि खिच्दिनु न एकचोटि ल कस्तो लागिरहेको छ अनि एकदम रमाइलो लाग्यो अहिले चाहिँ सनराइज हुनु लागिरहेछ ल छिटो जाउँ आयो तल अँध्यारोमा चाहिँ काबु भयो अब चाहिँ एकदम अब पुग्नु लाग्यो है हामी डाँडाहरू सबै तल हुन थाल्यो अब चाहिँ पुग्न आँट्यो हाम्रो मिसन पुरा आँट्यो पुग्न आँट्यौँ सनराइज हुन लाग्यो डाँडा काँडा त गाउँ जुन पनि अब यहीँ नजिकै देखिन्छ वेलकम टु याङ्ग्री पिक दिदी मेरो नि हिँड्ने कि
मैले त हाफ मात्रै खिच्दैछु वाउ तर अँध्यारो आइरहेछ पुरै तर अँध्यारो यसो हिँड्न न यसरी आधी घन्टा लाग्छ क्या यता माथि पुग्नु पनि अब यता तलबाट आएको तल हामी चाहिँ यस्तो सनराइज हुन आँट्यो हिमालको छेउमा छौँ यत्रो हिमालभन्दा अग्लो पहाड छ फेरि भयो बल्ल 1300 थोरै आयो हिमालभन्दा अग्लोमा पुग्यो क्या तलबाट आएको तल फाइनल्ली डाँडा पुग्ने बेलामा यहाँ हेर्दाखेरि त्यही जस्तो लाग्यो अब चाहिँ आयो होला भन्ने कहिले आउँदैन फेरि उत्तिनै हुन्छ फेरि आयो होला भन्ने फेरि उत्तिनै हुन्छ तलबाट हिँड्दै हामी अस्तिको दिन त्यहाँ बसेको त्यहाँदेखि हिँड्दै ए होइन त्यहाँदेखि स्कुटी लिएर यहाँ छोडिरहेको छौँ हाम्रो स्कुटी यहाँ छ यहाँदेखि जङ्गल हिँड्दै आएर यहाँ बसेकी छु आज बिहानै 3 बजेर 3:30 बजे त्यहाँबाट आएको 6 बजे होला अहिले गाइस यहाँबाट लड्यो भने त कहाँ पुग्ने रहेछ heaven oh my god heaven हिमाल हेर्न आएको म त आइपुग्यो फाइनल्ली आइपुग्यो यहाँ त हिउँ पनि परेछ राति गाइस थोरै दुःख गरेको फल oh my god म त हिमालयमै छु जस्तो भइरहेछ वाउ हिजो हामी घर फर्केको भए चाहिँ साह्रै रिग्रेट हुन्थ्यो चाहिँ गाइस हेभन बल्ल गुम्बा पुग्यो माथि बाहिर यहाँ पनि कति धेरै हिमाल लाइफमा यस्तो दामी ठाउँ चाहिँ म आएको थिएँ नो रिग्रेट यत्रो हिँडेको नो रिग्रेट गाइस घाम पनि दौड लगाइसक्यो हामी चाहिँ हिमालको लेभलमा छ
सबै फोटो भिडियो टिकटक बनाउँदै दिदी क्यामेराम्यान वाउ कितना सोना सरंगो सरंगो oh my god गुन्यु राम्रो चिट्को रेशम चोली राम्रो बुटे ढाका ओ ढाकाको क्यारुम ए गुन्यु राम्रो चिट्को रेशम चोली राम्रो बुटे ढाकाको अब चाहिँ सबै बादल लागिसक्यो ठ्याक्कै 7:15-20 तिर चाहिँ हिमालहरू छोपिँदै जाँदो रहेछ त्यही भएर बिहानै आउनुपर्छ राति नै नभए हिमाल हेर्नु पाउँदैन अघि कति धेरै भएको हिमाल अहिले सबै छैन सबै टिकटक बनाउँदै हुन्छ भिडियो खिच्दै हाम्रो फेरि लिम्बुनीले सोल्टिनी यस्तो राम्रो ठाउँमा वा यहाँ फेरि लेकको के भन्छ काग पनि उसको भोइस चाहिँ ठुलो हुँदो रहेछ क्या हो काग काग गर्छ काठमाडौँको त काग काग गर्छ यहाँको त ह्याक ह्याक चिसोले रुगा लागेको चाहिँ क्या हो अब चाहिँ गाइस हामी प्याकअप होइन प्याकअप अब यहाँ हिमाल त त्यति मात्रै देख्यो क्या अब चाहिँ हामी लागेको लास्ट कस्तो लाग्यो राम्रो यत्रो अब हामी गएको बाई बाई आमायाङ्ग्री बाई बाई आमायाङ्ग्री बेलामा मैले तिमीलाई खोजेको ले पनि ओले ला 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 बेलामा बाई बाई आमायाङ्ग्री तिम्रो जवानलाई हो देखेर पिराती गाँसेको गलेको नि यहाँ आइसकेपछि त बाफ्रे बाफ्रे खुट्टा पनि दुख्नु छोड्यो ब्याक टु बेस क्याम्प अनि ब्याक टु काठमाडौँ आज राति चाहिँ खुट्टा चाहिँ हाम्रो गीत त 2टा मात्र आउँछ 2 लाइन पनि आउँदैन अब यस्तो ओह्रालो छ गाइस ओह्रालो हामी त उही खोजमा पुग्नुपर्छ नि यता तल कति बज्यो अहिले आम्मा हिमाल यस्तरी हिमाल अब चाहिँ बादलले छोप्दैछ कान्छा हिउँको पछुरी यो पारीको चाहिँ के पो गाउँ भन्दै थियो अघि आन्टीले यस्तो राम्रो ठाउँमा गाउँ जनाले मिलाउनु खोज्छ अर्कोले बिगारिदिइहाल्छ तल जानु भने तल 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 बेसीमा मै च्याङ्गैरी खेतमा खम्जुल्यो
मायालु मायालु तिमी कता छौ उयोबाट जानुपर्ने गाइज ओ हाइट फोबिया हुने एकदम मर्ने रहेछ नि ओह्रालो हेर्दा त यो ब्लगमा देखाउने भर्याङ यही हो राम्रो बाटो देखाउने भर्याङ भएको थिएँ यति राम्रो देखाएर यसको कति गुना चाहिँ अनि नराम्रो छ होइन हामी बेस क्याम्प आइपुग्यौँ फाइनल्ली माथि केमा गएको अरे हामी आमायाङ्ग्री डाँडाबाट चाहिँ बेस क्याम्प आइपुग्यौँ कति बजे है कति बजे अहिले कति बजे आइपुग्यौँ 9:30 भनेपछि त 3:30 4 5 6 7 8 9 6 घन्टा लागिसकेको हो जाँदा टाइम लागेछ है धेर ल अब हामी यहाँ खाना खाएर हो कि खाजा खाएर जाने खाजा खाएर जाने हिँड्नु नसकेर गाडीबाट स्कुटी लाने तलसम्म यता राख्नुपर्छ त यो त राख्नुपर्छ त सबै डराओस् हाम्रो अब यहाँ स्कुटी छोडिरहेको थियौँ हामी अब यसलाई व्यवस्था गर्ने ए चाबी खोइ धन्न उयो फलाम चाहिँ कहाँबाट रहेछ लन्डन चाहिँ फेरि हुँदैन जाम ए आइडिया अलिकति अझै यता दिदी अलिकति अझै यता एउटा चाहिँ लोड भइसक्यो लोड भइसक्यो दुईटा स्कुटी हामी चाहिँ अब यहाँ स्कुटी झर्दै मेलन्चीमा आएर यो ठाउँमा आएर अनि त त्यो माथि बादल माथि देखाएको वाह 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 यो पालिको टुरमा कति दुःख पाइयो हामीलाई तल यो खोलाले हिजो बगाएछ अनि ऊ त दिदीहरू स्कुटी ल्याउँदै हुन्छ कतिबाट घुमाएर यता माथि उयो माथिको घरदेखि उयाँदेखि यस्तो थियो अस्ति अनि उयाँ मास्टर चाहिँ बगाएछ अनि यता माथिदेखि यस्तरी घुमाएर यहाँबाट ल्याउनु भयो उता लाउनु भएछ स्कुटी अनि यहाँ चाहिँ भर्खर जेसिबीले बनाउँदैछ बाटो कतिखेर बन्छ र मेलन्चीको खोलाको पुल चाहिँ लास्टै दुःख पाइयो यतिखेर कहाँ पुग्ने यता
माथिबाट घुमाएर ल्याउनु भयो यो खोल्डा क्रस गर्नुको लागि। अझै रोड बनाइसकेको छैन, जेसीबीले बनाउँदैछ। यो पुल पनि बन्दार चाहिँ बनाउँदैछ र यहाँ मुनि भर्खर यस्तो थुपार्दै चाहिँ कसरी स्कुटी ल्याउनु। दिदीहरू स्कुटीसँग पारी हामी उहाँरी बसिरहेछौँ। अब कतिखेर बन्द छ अनि कतिखेर त घर जाने हो। बिजोग हो मुक्लाना हेर जाँदैछु सानो तिमी छोडेन यो मन हेर जल्दैछ। फाइनली रोड खुल्यो रोड खुल्यो। आमा जाम भएर बसेको तेरीमा टोक्ने लाठीको लोक्ने लर्कै बेको जन्ने अब यो ट्रकहरूसँग होडबाजी खेल्नु पनि त गाह्रो हुँदैन। थ्याङ्क यू फर वाचिङ।